ल गाइजहरु हैन यहाँ घाँस टन्नै छ काटी भयो आऊ है घाँसले यहाँ पुर्न लागिसक्यो पुरै ए मसँग बिहे गर्ने सुख पाउँछ भन्न मसँग बिहे गर्ने मान्छे सुख पाउँदैन खै त अम्बा खाना है अम्बाले अब के यहाँ पनि रुख ढले रहेछ बा किन यो त निक्रा हो किन यहाँका हिँड्न तिमीहरू मेरो सबै पासिसक्यो र खै नानी हिँड्न नि यस्तो छोड्दैछु मैले यस्तो मुजी हुँदैन के तर यो सुमनलाई हिँड न अगाडि यसले मारेछ नि पुरै तर त यत्रो त्यो योमा उन्नेको झ्याङले पनि थाम्छ होला है अम्माले नि आला तिरी त्यो घारीमा त कहाँ जाने हो सुन्ता झ्याङ्का हो ऊ त्यो तलतिर होला छैन मैले अम्मा झ्याङ मोए मोए होला नि किन आज हावाको तर अम्बा झ्याङ त थियो है अम्बा खोइ त नि अम्बा झ्याङ्का नि माछा तोलिएर गयो होला नि काठमाडौँ लर केटीहरूलाई बाढेर हाल माछा हामी त हाउडे एकदम लफङ्गा तर बाबुला खम्बा कहाँ झ्याङ कहाँ पो थियो कि कहाँ थियो कहाँ त्यो एउटा त्यो ढलेको के थियो नि के रुख हो कि त्यो बाटै ब्लक गरेको थियो त एकचोटि उयो तल त्यसकै छेउपट्टि हो कि जाने त हिँड्न छिटो सुमनलाई फाल्दैन त्यहाँ च्याप्प छ ब्ल्याङ्कमा हामी त हाउडे एकदम लफङ्गा जोसँग नि दङ्गा यो मुरले कहाँ ल्याए हिँड्न मलाई ल्यायो भने तैँले यता त यताबाट त्यहाँबाट झर्ने ठाउँ छैन आमा हाम्फालाई बाङबुङ केही हुँदैन माटो लाग्दैन पो माटो लाग्दैन बाङबुङ हान्न पख भाइ पख म तिमीहरूलाई स्पेसल बाटो बनाउँदैन मैले त्यति ल्याउँछ त नि फाल्टुमा हो अम्बा झ्याङ त रहेछ नि त माफुच्चे अम्बा झ्याङ मात्रै ल्याएँ नि मैले ऊ रहेछ त भाइ कठ्याएको रहेछ अलिक ऊ त्यहाँ पाकेको रहेछ ठुक्कमा अगाडि नजाए भाइहरू ओ भाइहरू ओ त्यहाँ मैले पाकेको देखेको छु मा कसो बुझ्चे हामी त हाउडे एकदम लफङ्गा जसो नि गङ्गा ल हेर भाइ यस्तो पाकेको अम्बा खानु पाउँछ यार खायो खानु भाइ खाइ ल खा ऊ त्यही पाएको बड़ा हरामी हो बेटा साले तल त्यस्तो पाइदिँदैन जुगाउँछ कि हो यहाँ नि त्यस्तो पाकेको अम्बा दिएको छु मात्तिन्छ आइ झन्डै लड्यो त हाउडे गीत काम लाग्न थाल्यो कस्तो झरा है पाएको खै मुनि जानु फेरि भित्रबाट रङ देखाइदिएला नि फेरि है सुमन लिएर मैले थाहा जस्तो हो अम्बाहरू केटा हो होइन खाने भए हो केटा केटी हो है मैले आज इन्ट्रु देखाइनँ इन्ट्रु भ्लग त स्टार्ट गरियो अबमा कसम फेरिमा भोसडा
क्या बास्न आउने यार मा कसले आएर खाएर नि फाल्या हो कि के हो कोही त 3 जना छ 50-50 होइन 30-30 हुन्छ सो मैले आज इन्ट्रो दिएको छैन नि सो हेलो नमस्ते एभ्रिवान वेलकम ब्याक टु माई न्यू भ्लग होइन सो आज चाहिँ हामी यता अम्बासम्बा खाना आएको होइन तलतिर नि छ कि तैँले कहाँ ठुलो रुख भन्थ्यो त सुकेको देखाएन भाइ हो भाग्य त कडा रहेछ नि त फेरि एउटा भयो नि भेट्यो एउटा मैले मा झन् कस्तो राम्रो पागे रहेछ भने क्वाप्पै टिपेर खाएर त मा भित्रबाट त कालो ब्ल्याक होल पो पर्या रहेछ अर्को कहाँ खाल मात्रै बिग्रियो नि उयो त हेर्नु भाइ कहाँ उल्टा बाई उता हेर्नु गाउँमा के आउनु यसको बास्नाले मलाई खा भनिस्यो कालो रहेछ नि यसो छैन होला बास्ना त कडा दिछ कहाँबाट झर्दैछ त्यो यार त्यसोमा तल झर्नु सुँगेर चित्त बुझाला तिमीहरू अट्ठा मासला तोरी घोच्यो यार काँडाले डल्लै सुँगुर टाउ भयो जाला नि फेरि नभए नि टाउ पनि काटौँ न केले काट्ने कि टाउ काट तँ आधा खा म आधा खान्छु यसले आधा खान्छ पाके त होला नि पाके छ कि बास्ना सुङ त एकचोटि अम्बा छोड सुँग हुँदैन तँ सुँगेर चित्ता बुझा बरु यस्तो घारी छ मैले भनेको त्यही हो झ्याङ भित्र त कालो रहेछ आधा पनि हान्ता भन्न को आएर बास बस्यो है क्या होइन नि है त्यो अम्बा पकाएर राख यहाँ हेर्दा घाँस है क्या हो मऱ्यो माफी कि मान्छे मारेर है क्या हो अनि भित्र ल्याम जान्छ त अम्बा त रहेछ पाए कोही छुँदैन मा फुच्ची
को आएछ यहाँ यस्तो है साला हग्ने ठाउँ नि खतरा बनाएर हगेर राखेको छ यत्रो बास ए अस्ति आएको त्यो त्यो माथिबाट आएको थियो नि माथिबाट त्यो एकजना यही ठाउँबाट आयो भन्ने सुनेको थिएँ कि ऊ त्यहाँ हेर्न के को झ्याङ्ग्रे त्यो त्यो के भन्थ्यो मैले अघि तँलाई के भनेको थिएँ नि ओइ सुमन होइन होइन त्यो सुन्तलाको झ्याङ त सुकेछ पर्छ नि यसलाई चढा न हामीलाई थाम्दैन यो इत्रु पनि छ यसलाई थाम्न पनि थाम्छ भाग्दैन भागेन कहाँ भाग्ने यस्तो घारीमा टिकट सर्ने भन्ने निङ्रो हो कि के हो यो रहेछ अम्बादा है चम्चा पर्छ त तलबाट आएको कि अनि त्यस्तो भाँच्न उति जाने होची के सबै हामीलाई नि घोचिहाल्छ गाइड छैन अम्बाची रहेछ तेर्सो बारी भन तर यहाँ जाने चाहिँ कसरी भन्ने कुरा थाहा भएन फाइनली तुरा त्यही पनि अम्बा नै पाकेको छैन एकदम लफङ्गा जुगाड मर्यो थाहा मासले अनि निम्रो हो कि उनी हो उनी होला नि कस्तो खानु मन लाग्छ अम्बा गाइड यसले छिटो अलि माथि जानु माथि तेरो बाउलाई यहाँ घोचेर मार रहेछ मासलाहरू तेरो बाउलाई यहाँ घोचेर मार रहेछ मासलाहरू अम्बा दे न दाइ पाके छ कि गोजीमा भेटेकोमा गोजीमा यस्तो जाठो कठ्या अम्बा के मा कुन चाहिँ हो यस्तो खतरा ठाउँ बनाएर हगेछ यार क्या बोला तूने कि पिकनिक आएछ मा अनि त्यो अघि उ त्यो गरेको ठाउँमा चाहिँ आङ 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 आ यस्तो जाँटो कठ्या अम्बाको हाल्छ अहिलेको बरु बास्ना सुँगेर काम चलाउनु पर्ने छ है बास्ना सुँग्दै घरसम्म जाने त्यहाँबाट आधा आधा पारेर बिग्रे भएको फालेर खाने काम भए पनि बादलले राखेन होला पो अनार झ्याङ छ कि छैन पहिले के हेर्न जाने त्यति तान पनि मुज्यो हेलो गाइज यस्तै हो है दाउ छुड्याउ बाटो यस्तै हो अब के गर्नु होइन गाउँको बाटोमा कति वर्ष भयो यहाँ मान्छे नबसे है अहिले त मान्छे नि बरु यो केरा झ्याङमा केरा त फलेरहन्छ यो सानो सानो आँपको रुख हो क्या आँप चाहिँ बिस्मै केमा एउटै राम्रो नहो नि तर पाके है यो अम्बा हेर्दा खोइ यो अम्बाको रुख अघि हामी त्यहीँ चढ्यो होइन यहाँ सानो मान्छे खोइ छोडे हरिहरि मात्रै ऊ त्यो उता रहेछ त नि ऊ त्यही चढेन माछा ऊ यहाँ भने ऊ त्यहाँ अम्बा भने अँ अनि रहेछ हरिहरि मात्रै ऊ हलेर सेतो सेतै छ आइज न गइ हेरौँ न बाटो चाहिँ यस्तो छ यार भङ छ कि भङ छ कि यार यहाँ भङ छैन भङ छैन मासले
ऊ यहाँ छ नि कत्रो ठुलो आमा मामा त्यो फेर यार यत्रो ठुल्ठुलो अम्बा तर अलिक कठ्या पऱ्यो के म्या पाया भए त कति मिठो हुन्थ्यो होला कहिले सानो सानोमा मलाई त यहाँ त घर छ भन्ने त याद छैन मलाई त केही पनि याद छैन यहाँ त मलाई केही पनि थाहा छैन भने पहिला बस्थ्यो अरे गाउँ कस्तो खतर भन्थ्यो के भन्थ्यो मलाई केही पनि थाहा छैन मैले बच्चै थियो नि त टिभी अलिअलि है तिमीलाई चाहिँ ओहे चिप्लो रहेछ यार केटा हो मेरो आजमा ठुक्क बरु अर्को त्यो ट्र्याक लाएर आउनु पनि छ है सबै पास्यो खुट्टाभरि आमा घाउ पनि भएछ या अहिले पहिला माथि निस्किनु सक्छ ल मेरो कट्टु छिर्यो भने के पिडाका तिमी विद्या देवी माता हामी दुवै मिले ठुल्ठुलो म टोकेर ल साला तिमी म घिच्ने माया ल भाइ हुन घिच्ने भाइ त्यो मैले बल्ल बल्ल टिभी ल्याएछ फाल्यो भने तँलाई म त्यहीँ समातेर त्यहीँ ठोक्छु म यस्तो मेहनत गरेर टिभी ल्याएछ खुट्टामा यस्तो घाउ पनि भएको छ यहाँ यस्तो घाउ हुँदा नि फालिस् भने मरिस् भाइ अरू पनि छ कि हेर्न भाइ झ्याङ अरू पनि छ कि हेर्दा यहाँ चाहिँ यस्तो गर्दा पुरै खतरा बत्ने होइन हिँड्दा नि टक्क यस्तो बत्ने खालको यस्तो ठाउँमा आइपुग्यो साला काँडाले मार्यो है मलाई चाहिँ यस्तो दुखिरहेछ पुरै अहिले त यस्तो भिड्छ मैले यहाँ पनि एउटा भ्लग बनाएको थिएँ त ऊ माथिबाट त्यही भुइँमा फसेको भित्र त कालो खोक्ला चिज साले अर्को फालिस् तैँले नफाल्नु होइन हिँडै छिटो म अब रफ्तारमा आउँछु बुटुङ 3 2 1 बुटुङ कस्तो चिसो हावा बसौँ एकछिन ल ठाउँ त बबाल छ नि माया कसम झर्ना यता त्यस्तो बबाल ठाउँ छ यार त्यस्तो ठाउँमा हिँड्नुपर्छ यार के भने हामीले घर आइसक्यो होइन आएर चाउचाउ भात दबाइरहेको छु बच्चा जस्तो तेरो ढिलो घुम्ने कि मेरो ढिलो घुम्ने ल तोरी स्टप मेरो ढिलो गएन पढ्न बस्यो भने अरू हुन्छ है भात भाइ बच्चा सुन्दै खाएको भुजा
यसको टाउकोमा प्लाट हानेको भए ब्ल्याङ्क सबै गए यति छ है हाम्रो यहाँ एउटा मसला खै आइको यो मसला कस्तो खालको मसला यो होइन यो यत्रो पुन्तुङ त्यहीँनिर घरमा नि हो त मान्छे खतरा हो नि त ए टाउकोमा तेलै छैन तेल त तेलै आइज दुईटा तेल कहाँ ओ तेलले सुमन तेलका तेलै छैन कहाँ खोइ त्यो चोकावाला झिलै आइज यो चाहिँ भित्र छैन छैन कहाँनिर छ एक पक्कल भएछ त न पर्न खै त्यो यो पनि मेरो टाउको हालेर फुटाल्ने हो कि यो त फुट्दैन भाइ यो त जति हाल्नु किन फुटेन तेल हाल्ने भाडा लिनु कहाँ छ यहाँ छ भाइ आयो बौला यतै छ खोल्नु त्यो कस्तो लिन्डे किन हाल्ने अघि छिल्लेर यिनीहरू त के सुँसुमे त ल सम गर्दन के पार सबै नखाने अन्त बोरा में प्याक करके सीधे हुए पार किन सबै किन नखाने सबै नखाने प्याकेटमा राख्नु किन के भन्नु अघिको मजा त यसले त के फुल घोप्नु भएन मासरी बोले सबै नखानु भाइ कहिले हाल्दिएन हाल सबै खानु नि कहिले चुवा अलि तर चुवा नि यो चाहिँ कहाँ राखिन्छ त्यो लाइटहरू आगो खोलेर च्याप्याक गर्छु खोल्यो त्यो नुन लिएर ले गुड्छु त्यो टाउको भनेर प्ल्याटै त्यो टाउको भनेर प्ल्याटै लाइटर ओइ बुझ्मी त्यही होला हाम्रो नङ तार जेन छुवा ठुवा हाम्रो नङ तार के भने मर्या ठिकै होइन यसले के चोर्दै घाँस है होइन त्यहाँ बिस्कुट एउटा भुजाको बर्सात भइहाल्यो बिहाको बर्सात भइरहेको त्यो काटेको नि आफैले काटेर तैँले समाधान गोरु आला आला कतरु औला कतर चाले तुममा धेर नकदा गोरु मेरो बे 200 यार त्यो भित्र चुन तेल भाल्नु गोरु खोज्न आएको यार गोरु नै भेटेन पुरै कुरो भइसक्यो यार सब लुगैभरि कट्टु लाएर आएको घारीमा पुरै पासेर छ्या कहाँ गयो बिहान छोड्नु त त्यहीँबाट छोड्यो त्यहाँबाट अहिले कहाँ पनि थाहा छैन सब खुट्टा पोल्न थाल्छु पर्तिर हेर्छ भेटेन भने म घर जाने हाँटा डालै थिएन आएर खोज्छ गोरु देख्नु त देखियो ल कहाँ गएर मैले छ्या 3 राउन्ड हान्दा नि भेटेन परतिरै करा जस्तो लाग्छ हेर्छु छैन लास्टमा त त्यहाँ पारी पो रहेछ सब खुट्टा कोरेर घाउ भयो पानी पनि पर्न थाल्यो अब के
पानी चाहिँ नपर्दै हुन्छ है। पानी परेपछि अब त्यो कोरे ठाउँमा यस्तो पोल्छ उग्ले त्यस्तो ठाउँ उग्ले यस्तो ठाउँमा आउँछन्। पहिला गोरु नि यतातिर आउँथ्यो, यतातिर हुन्थ्यो पहिला पनि। यहाँ चाहिँ घाम पानी परिरहेको छ है, त्यहाँ पर साइडमा। अनि खतरा इन्द्रेणी लागिरहेको छ कि हेर्नु टक्क न यस्तो दामी बवाल। अघि त झन् 2टा थियो, 2टा, अहिले चाहिँ एउटा मात्र। यहाँबाट चाहिँ एकदम बवाल देखिरहेको छ इन्द्रेणी, हेर्नु सक्नुहुन्छ यहाँ टाढा 2टा छ अहिले नि होइन। यो साइडमा मधुरो छ, यहाँ मधुरो छ, त्यही भएर राम्रोसँग देखेको छैन। यो चाहिँ बवाल छ, यस्तो बवाल है। पानी पर्ला भनेर प्लास्टिक लिएर गएको, लानु मात्र बोक्नु मात्रै भयो ल अल्छीलाई। सो आजको भ्लग चाहिँ मैले यहीँ एन्ड गरिदिएको होइन। अब राम्रो लाग्यो होइन, लाइक कमेन्ट अनि सब्सक्राइब चाहिँ गरिदिनु होला है। सो आजको भ्लग चाहिँ एन्ड गर्दैछु होइन। अनि थ्याङ्क्स फर वाचिङ दिस भिडियो एन्ड बाई बाई।